साथीहरू म चाहिँ लागेको है यो पकाउनलाई कसलाई मनपर्छ परवल 4 दाना परवल छ हैन अब 2 दाना आलु मिसायो यति पुगिहाल्छ हल्का ग्रेभी बनायो अनि तातै भात पकायो लप्र्याङ पारेर खाइहाल्यो यहाँ दाल साल यताउति पकाउने टाइम हुँदैन क्या त्यही भएर मलाई त हेर्नु न पकाउँदै नपकाइकिन मुख मिठो भएको फेरि यसमा क्या यसलाई सलक तासेर चारवटा बनायो एउटाको अनि सर्लक्क आलु पनि त्यही तरिकाको एउटै स्टाइलको काट्नुपर्छ क्या सब्जी काट्दाखेरि जहिले पनि अब लाम्चो स्टाइलको काट्यो भने लामै खालको आलु काट्नुपर्छ गोलो खालको काट्यो भने गोलै खालको काट्नुपर्छ अनि सब्जी मिठो हुन्छ एउटा आलु गोलो यो लामो काट्यो भने सब्जी मिठो हुँदैन एकै साइजको सब्जी काट्यो भने सब्जी केही नहाले पनि नुन र तेल अनि यसो पड्काउने मसला हाल्नु यति मिठो हुन्छ यति मसला हाल्दा मात्रै मिठो हुने यति धेरै तेल हाल्दा मात्रै मिठो हुने होइन नि सब्जी भनेको कुरा त सब्जीलाई काट्न जान्नु पर्यो पकाउनु पर्यो हल्का ग्रेभी बनाएर यति मिठो हुन्छ मान्छेलाई चाहिँ फेरि कसैलाई चाहिँ तेल र मसला धेरै भयो भने मात्रै मिठो हुन्छ अरे मलाई चाहिँ त्यस्तो होइन मलाई चाहिँ सब्जीको कटिङ मिल्नुपर्छ अनि अलिकति पड्काउने मसला क्या 12 मसला हालेर त्यो 12 मसला फर्र फुराइदियो त्यो तेलमा अब नेपालतिर त हामी घिउको भुटुन खान्थ्यौँ यहाँ त तेल छ हैन अनि फर्र फुराइदियो अनि एउटा खोर्सानी प्याट्ट भाँचेर हालिदियो प्याज लसुन छैन भने पनि त्यसै मिठो हुन्छ अलिअलि ग्रेभी बनाउनुपर्छ ल म गएको ल पकाएपछि अहिले आउँछु